हेलो अनि नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ यस भिडियोमा। आजको भिडियो विशेष गरी हामी कुरा गर्नेछौँ आर यु रियली प्रिपेयर अबाउट कमिङ टु कोरिया है त। किनकि तपाईँ कोरिया आइसक्नु भएपछि ब्ल्याकलिस्टमा परेको कलेजहरुमा अहिले धेरै स्टुडेन्टहरु परिरहेको छ। अनि त्यो ब्ल्याकलिस्टमा परेको कलेजदेखि लिएर कलेज यति गाउँमा डाँडामाथि परेको कलेज पर्नु भएको छ जहाँ चाहिँ रेस्टुरेन्टमा काम गर्ने मौका कतै मिल्दैन, जहाँ चाहिँ काम गर्ने अवसरै मिल्दैन। यस्तो कुराहरूले गर्दाखेरि धेरै स्टुडेन्टहरुलाई समस्या भइरहेको छ। विशेष गरी अहिलेको यो झन्डै 2 महिनाको अन्तरालमा चाहिँ मैले 4-5 वटा कलेजबाट चाहिँ मलाई बोलाउनु भएको थियो भाइ बहिनीहरुलाई गाइडहरु गर्दिन भनेर है। अनि मैले कलेजहरुसँग सम्बन्ध अनि लिंकहरु पनि मैले बनाइरहेको छु। मेरो पर्सनल कन्सल्टेन्सी केही पनि छैन, तर जस्ट सम्बन्ध भइरहेको हुनाले चाहिँ मलाई जाने मौकाहरु मिलिरहेको थियो। उहाँहरूले मलाई बोलाउनु भयो। त्यसै अन्तरालमा मैले झन्डै है 200-300 जना स्टुडेन्ट मैले भेट्ने मौका मलाई मिलिसकेको थियो। अनि मैले त्यो भेट्ने क्रममा चाहिँ भाइ बहिनीहरुको कुराहरु धेरै सुने। अनि त्यसमा चाहिँ आएको 1 महिना भएको छैन भाइ बहिनीहरु दे वान्ट्स टु चेन्ज द कलेज, किनकि धेरै गाउँमा पर्यो। दे वान्ट्स टु चेन्ज द कलेज किनकि कलेज ब्ल्याकलिस्टमा पर्यो। त्यो समस्या। त्यसैगरी अब आउने दिनहरुमा त्यो कलेजमा फेरि अब भिजाको समस्या, वर्क परमिटको समस्या। कलेजमा सबै कोरियन भाषामा पढाएको छ, आइएल्स गरेर आयो तर पढ्नेले चाहिँ कोरियन भाषामा पढिरहेको चाहिँ केही बुझेकै छैन। अनि आफूलाई पढ्न मन लागेको बिजनेस तर यहाँ आएर पढ्नु परिरहेको छ अर्कै कुरा हैन। भाषा मात्रै 1 वर्ष पढ्ने अरे हैन, पढ्न आएको फेरि D2 मा हो, D4 मा पनि होइन। सो यस्तो एकदमै जटिल कुराहरु मैले त्यहाँ देखेको हुनाले चाहिँ यो भिडियो मैले बनाउनै पर्छ भनेर मैले लिएर आएको छु यो भिडियो। अनि आजको भिडियोमा चाहिँ हामी विशेष गरी कुरा गर्नेछौँ कि तपाईहरुले के कुराको चाहिँ तयारी गर्नुपर्छ, के कुरालाई माइन्डमा तपाईले क्लियर बनाएर आउनुपर्छ कोरिया आउँदाखेरि। र मैले आज जति पनि पोइन्टहरु बनाएको छु, सायद यो भिडियो अलिकति लामो चाहिँ हुन्छ होला, सायद धेरै गयो 15 मिनेट 20 मिनेट, तर यो कुराहरुलाई तपाईले सिक्नु भयो भने चाहिँ एकदमै हेल्पफुल हुनेछ। आई विल ट्राई टु मेक इट 10 मिनेट है त। सो लेट्स गो। अहिले विशेष गरी केही समयको अन्तरालपछि मैले अहिले फेरि भिडियो लिएर आइरहेको छु। विशेष गरी मैले फोकस चाहिँ अहिले केमा छ भने कोरियन भाषा ल्याङ्ग्वेज सिक्नेमा है। अहिले मेरो अब लेभल 5 को लागि कुराहरु भइरहेको छ। अनि त्यसैगरी मैले अहिले क्लासहरु पनि दिइरहेको छु, ल्याङ्ग्वेज क्लासहरु, अनि त्यसैगरी सिकाइ पनि रहेको छु। अनि तपाईहरुलाई अनलाइनमा सिक्न मन छ भने अब मैले चाँडै मेरो अनलाइनमा पनि क्लासहरु मैले कोरियन भाषाको, त्यसैगरी कोरियन कल्चर, त्यसैगरी यहाँ आएपछिको लाइफस्टाइलको बारेमा तपाईहरुलाई धेरै कुराहरु सिकाउने प्लान सहित मैले विशेष त ल्याङ्ग्वेज नै हो। ल्याङ्ग्वेज भइसकेपछि तपाईहरुलाई यहाँ आउने बित्तिकै एकदमै धेरै अपर्च्युनिटीहरु मिल्छ, खुल्छ। त्यसैको लागि फोकस भएर मैले क्लासहरु सुरु गर्न लागेको छु। सायद मेबाट चाहिँ म सुरु गर्छु। तपाईहरुलाई चाहिँ मेरो क्लास लिन मन लाग्यो भने तपाईले मलाई कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ है त। सो लेट्स स्टार्ट दिस भिडियो। सो फर्स्ट, आर यु प्रिपेयर टु कम टु कोरिया है त। तपाई आफै हुनुहुन्छ या तपाईको दाइ भाइ या त बहिनी या त तपाईको छोराछोरी आउँदै हुनुहुन्छ भने यो कुराहरुमा तपाईले फोकस गर्नु भएन भने तपाईहरुलाई गाह्रो हुन्छ। फर्स्ट कुरा चाहिँ कोरिया पुग्नु नै तपाईको गोल हुनु हुँदैन। ओके, म कोरिया पुगेपछि सक्यो सबै कुरा राम्रो टाढान हुन्छ, होइन। कोरिया पुगेपछि तपाईको लाइफमा अब चाहिँ प्रब्लम सुरु हुन्छ के। खास किन भन्दाखेरि तपाई यदि प्रिपेयर हुनु भएको छैन भने नेपालमा हुँदाखेरि तपाई एकदमै रिल्याक्स आफ्नो बुवा आमाले खाना पकाइदिनुहुन्छ, पकाएर खाइन्छ हैन, उहाँहरुले कमाउनुहुन्छ, कुरा गर्नुहुन्छ। तर तपाई कोरिया आइसक्नु भएपछि विशेष गरी अहिले मैले भेट्दाखेरि विशेष गरी है 17, 18, 19 वर्षदेखिको बच्चाहरु आइराख्नु भएको छ। अनि यहाँ आइसकेपछि दे ह्याभ टु लिभ बाइ देमसेल्फ, आफै पकाउनु पर्ने हुन्छ। त्यसैगरी तपाईको रेन्टको कुराहरु हुन्छ, त्यसैगरी काम पाएको छैन, काम हुँदैन, त्यसैगरी पढ्नु पर्ने कुरा, भाषा त झनै आउँदैन। अनि त्यसले गर्दाखेरि तपाईलाई एकदमै च्यालेन्ज हुन्छ है त। सो त्यो हुँदाखेरि तपाई कोरिया पुग्नु नै तपाईको गोल हुनु हुँदैन। अनि त्यसै सँगसँगै तपाईको कलेजको अघि मैले भने नि कलेजको अनि आउनु भन्दा अगाडि तपाईले प्रिपेयर नगरेको कुराहरुले गर्दाखेरि तपाईलाई यति सारो डिप्रेसन हुन्छ, तपाईलाई धेरै गाह्रो हुन्छ है। मैले भाइ बहिनीहरुलाई धेरैलाई भेट्दाखेरि उहाँहरुको समस्या नै यही थियो। सो त्यो कुराहरुलाई म फोकस गर्छु। तपाईको गोल चाहिँ के हुनुपर्छ भन्ने कुरामा चाहिँ म फोकस गर्छु, ताकि तपाईहरुलाई चाहिँ एकदमै क्लियर है। कन्सल्टेन्सीसँग कुरा गर्दाखेरि पनि मलाई यो कुरामा कुरा गर्दिनु पर्यो, मिलाउनु पर्यो, मेरो यो फोकस हो कि हैन, मिल्छ कि मिल्दैन है त। त्यो कुरामा तपाईलाई म अहिले कुरा गर्छु, सिकाउँछु। ल लेट्स स्टार्ट दिस है त। सो फर्स्टमा हेभ यु चेक दिस थिङ्स है त। चेक गर्नुपर्ने कुराहरु चाहिँ के छ। तपाईको कलेजको र्याङ्क, कन्सल्टेन्सीले तपाईलाई पठाइरहेको कलेजको र्याङ्क कति छ। इन्टरनेटमा गएर मजाले हेर्न मिल्छ। गएर च्याट जीपीटीमा सर्च गर्नुस्, जेमिनाईमा गएर सर्च गर्नुस् यो कलेजको र्याङ्क कति छ भनेर मजाले देखाइदिन्छ। कतिचोटि तपाईहरुले यो नगर्नु भएको कारणले कलेजको र्याङ्क कति छ, के छ, केही बुझ्नु भएको छैन। भाइ बहिनीहरु कलेज ढ्याङ्ग आयो, कलेज ब्ल्याक लिस्टमा छ। कलेज ब्ल्याक लिस्टमा छ, भिजा पनि 6 महिनाको मात्रै दिने कुरा भइरहेको छ है। अनि त्यो हुँदाखेरि 6 महिनाको भिजा एभ्री 6 मन्थ यु ह्याभ टु शो योर ब्याङ्क ब्यालेन्स, योर डकुमेन्ट्स एन्ड एभ्रिथिङ, अनि अप्लाई फर भिजा 6 महिनामा। जबकि तपाईले 1 वर्षको पाउनु पर्ने या त 2 वर्षको भिजा पाउनु पर्ने हो।
है त। तपाईँहरूले स्टडी गर्नु भएन भने चाहिँ तपाईँहरू आफै फस्नुहुन्छ। र अर्को कुरा चाहिँ तपाईँको कलेजको ऱ्याङ्क, पहिला कलेजको ऱ्याङ्क हेर्नुहोस्। त्यसपछि कलेज ब्ल्याक लिस्टमा परेको छ कि छैन हेर्नुहोस्। ब्ल्याक लिस्टमा परेको छ भने तपाईँले भिजा 6 महिनाको मात्रै पाउनुहुन्छ, वर्क परमिट पाउनु हुँदैन, किनकि कलेज अलरेडी ब्ल्याक लिस्टमा छ। कलेजको स्टुडेन्टहरू लुकी काम गर्ने, इलिगल काम गर्ने पक्रिरहेको छ स्टुडेन्टहरूलाई। अनि त्यस्तो खालको कलेज परिसकेपछि कलेजको ऱ्याङ्क राम्रो छैन, पढाइ राम्रो छैन, इङ्ग्लिसमा पढाउनु लिएर आएको छ, कोरियनमा पढाइदिएको छ, त्यसले गर्दा ऱ्याङ्क घट्छ। सो प्लिज कलेज राम्रो खोज्नुहोस्। यहाँ आउनु मात्रै गोल भएर हुँदैन। कलेज राम्रो छैन भने दुःख पाउने तपाईँले नि हो। त्यत्रो पैसा तिर्नु भएको छ, त्यो पे गर्न सक्नुहुन्न तपाईँले, टु बी अनेस्ट। दोस्रो कुरा, कलेज ब्ल्याक लिस्टमा छ भने त्यो समस्या भयो, ब्ल्याक लिस्टमा छ भने तपाईँको भिजा समस्या भयो। र त्यसै गरी अर्को कुरा, कलेजको लोकेसन। मैले अघि पनि भने गाउँमा तपाईँको कलेज छ भने तपाईँले पहिल्यै हेरेर आउनु न। जेमिनाईमा लेख्नु न, सौलबाट यो कलेज कति टाढा छ भने जेमिनाई च्याटजिपिटीले मजाले भनिदिन्छ। यो एरियामा कतिको ठुलो होइन रेस्टुरेन्ट भएको एरिया हो, कतिको पपुलेटेड एरिया हो यो ठाउँ, यो गाउँ हो कि कस्तो, रुरल हो कि अर्बन हो, हेर्नुहोस्, सर्च गर्नुहोस्, सबै कुरा गरिदिन्छ जेमिनाईले। यु डोन्ट निड टु डु एनी अदर रिसर्च। त्यो हेर्नुहोस्, गाउँमा भएपछि तपाईँलाई धेरै गाह्रो हुन्छ, किनकि काम पाइँदैन। काम गर्नलाई सहर आउनु पऱ्यो। मैले एउटा बहिनीलाई भेटेको थिएँ, ऊ यति गाउँमा थियो, तर ऊ हप्तामा धन्न उसको हप्तामा 1 दिन मात्रै क्लास रहेछ। अनि हप्तामा एकचोटि चाहिँ कलेज जाने, अनि अर्को चाहिँ 4 घन्टा 5 घन्टा लगाएर गाडीमा आएर कलेजमा सौलमा आएर काम गर्नुपर्ने। अन्त ट्राभल गर्दाखेरि तपाईँ पैसा त्यति नै जान्छ, टाइम त्यति नै जान्छ, त्यति नै थकान हुन्छ। कसैको 2-3 गाउँमा कलेज छ, 4 दिन क्लास, काम कहिले गर्ने? नाइट ड्युटी गर्छु भने पनि पाएन, किनकि नाइट ड्युटी गर्नलाई नजिकको रेस्टुरेन्ट हुनु पऱ्यो नि त, काम गर्ने ठाउँ हुनु पऱ्यो। छैन, डाँडामा छ बाँदर लड्ने भिरमा कलेज छ, अनि त्यहाँ काम कसरी गर्ने? अनि पैसा कहिले तिर्ने? अनि 1 सेमिस्टर मात्रै होइन, 2-4 सेमिस्टर उसै पऱ्यो, 3 वर्षै चाहिँ 4 हप्तामा 4 दिन क्लास, कसरी तिर्नुहुन्छ पैसा? सो डु रिसर्च अबाउट इट, है त। त्यसै गरी अर्को कलेजको डे कति दिन हुन्छ, कति दिन क्लास हुन्छ त्यो कलेजमा, त्यसलाई पनि तपाईँले कन्सल्टेन्सीसँग कुरा गर्नुहोस्। एटलिस्ट 2 दिनसम्म क्लास भएको राम्रो, 3 दिनसम्म भएको अलि ठिकै छ। नाइट ड्युटी गर्न मिल्यो, नाइट काम गर्न मिल्यो, 1-2 सेमिस्टर पछि त्यो क्लासहरू घट्छ, ठिक छ। तर एटलिस्ट कति कलेजहरूमा 1 दिन मात्रै क्लास हुन्छ। म आफै पढेको कलेज हो त्यो, मैले अरू कलेज पनि देखेको छु। अर्को कुरा चाहिँ कोर्स चेक गर्नुहोस्। तपाईँको पढ्न मन लागेको कुरा चाहिँ बिजनेस छ, यहाँ आएर चाहिँ होइन सोसियल वर्क अरू पढ्नु पऱ्यो भने त्यो जति विडम्बना केही नै हुँदैन। अनि त्यसमाथि तपाईँको त्यो कलेजको रेपुटेसन राम्रो छैन भने त्यहाँ इङ्ग्लिसमा पढाउने प्रोफेसर हुँदैन। अनि कोरियन प्रोफेसरले तपाईँलाई कोरियनमा पढाइदिन्छ, तपाईँले बुझ्ने केही होइन। सो तपाईँको कोर्सको बारेमा तपाईँले कुन पढ्न मन लागेको छ त्यही पढ्ने कुरामा कन्सल्टेन्सीले हे जाऊ पछि कोर्स चेन्ज गर्न मिल्छ भनिदिन्छ। तर 4 वर्ष लस हुन्छ तपाईँको, अनि चेन्ज गर्न मिल्दैन, गाह्रो हुन्छ। किनकि तपाईँले यहाँ आइसकेपछि, जस्तै मानौँ तपाईँले यहाँ बिबिए पढ्न आउनुभयो होइन, पढ्नुभयो, यहाँ पढ्न आउनुभयो तर मिलेन, तर तपाईँले के गर्नुभयो, एचएम पढ्नुभयो, होटेल म्यानेजमेन्ट पढ्नुभयो होइन, त्यसपछि तपाईँको इन्ट्रेस्ट त बिबिएमै छ, 4 वर्ष त कटाउनु भयो। अनि मास्टर्समा चेन्ज गर्दाखेरि फेरि तपाईँले त्यो चेन्ज गर्नै मिल्दैन, किनकि कोर्सै मिल्दैन नि त होइन। अनि फेरि त्यो ब्याचलर्समा अप्लाई गर्नलाई इमिग्रेसनले सोध्छ किन तैँले भिजा कोर्स चेन्ज गरिरहेको होस् भनेर। सो द्याट इज अल्सो नोटेड, है। त्यो कुरा एकदम नोटेड गर्नै पर्छ, तपाईँले नोट गर्नै पर्छ। अर्को कुरा चाहिँ तपाईँको कोरिया आइसकेपछि वाट इज योर फ्युचर, के छ यहाँ फ्युचरको लागि, के तपाईँले त्यसको बारेमा सोच्नु भएको छ? यहाँ आउने काम मात्रै गर्ने हो कि भाडा मात्रै माझेर नेपाल फर्किने हो कि यहाँ आएपछि पनि आफू इस्टाब्लिस हुने हो, तयार हुने हो? अब त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुरालाई चाहिँ मैले यहाँ लिएर आएको छु। फर्स्ट कुरा, ल्याङ्ग्वेज। तपाईँसँग ल्याङ्ग्वेज छैन भने इट विल बी अ बिगेस्ट प्रब्लम फर यु, है। त्यसलाई मैले एकदमै ध्यान दिएर अहिले म ल्याङ्ग्वेज क्लासहरू दिइरहेको छु, अनलाइनमा पनि भइरहेको छ। अब मैले मार्चमा फेरि मेमा फेरि क्लास सुरु गर्दैछु। इफ यु वान्ट टु जोइन ल्याङ्ग्वेज क्लास, मैले केआइआइपीको चाहिँ यो कोरियामा एकदमै चलेको छ, एकदमै सजिलो पनि छ कटाउनलाई, पास गर्नलाई, र एकदमै काम लाग्छ पनि। सो म केआइपीको क्लास पनि मैले सुरु गर्दैछु यो मेमा। इफ यु वान्ट टु जोइन, है, 0 लेभलबाटै म 1, 2, 3 गर्दै सिकाउनेछु। वान जोइन, है, यु क्यान कन्ट्याक्ट मी अर कमेन्ट मी, म मेरो फेसबुक लिङ्कहरू तल हालिदिनेछु। र त्यसै गरी तपाईँले त्यो क्लास लिनुभएपछि तपाईँको मानौँ तपाईँ नेपालबाट यहाँ आउने बेलासम्म तपाईँको केआइपी लेभल 2 सक्यो र तपाईँले इक्जाम दिनुभयो, लेभल 2 तपाईँको आयो, लेभल 3 तपाईँको आयो भने भिजा अप्लाई गर्ने बेला तपाईँको उस्तै 2 वर्षको भिजा दिन्छ। वर्क पर्मिट तपाईँलाई 35 घन्टा 30 घन्टाको युजली दिन्छ भने तपाईँलाई 40-45 घन्टा 50 घन्टाको पनि वर्क पर्मिट दिन्छ। त्यसपछि तपाईँ यहाँ आइसकेपछि तपाईँको 2-3 वर्षमै लेभल 5 कट्छ, है। लेभल 5 कटिसकेपछि तपाईँले मजाले त्यो डकुमेन्ट प्रयोग गरेर तपाईँ कोरियाको अफिसेसहरूमा, कम्पनीहरूमा, विभिन्न भिजाहरूको लागि E7 F2R भिजा होइन, E7R भिजा त्योमा चेन्ज गर्न सक्नुहुन्छ। सो ल्याङ्ग्वेज, बी प्रिपेयर अबाउट इट। दोस्रो कुरा चाहिँ तपाईँको
लाइफस्टाइलको बारेमा, कोरियामा कस्तो छ लाइफस्टाइल, के छ कसो छ, फुडको कुराहरू के छ होइन, त्यसै गरी काम कसरी खोज्ने होइन, कुन कुन काम गर्न पाइन्छ, कुन कुन क्याटेगोरीमा काम गर्न पाइन्छ, त्यो सबै कुराहरू तपाईँहरूलाई चाहिँ थाहा हुनुपर्छ है त। त्यो भएन भने तपाईँलाई गाह्रो हुन्छ है। अनि काम कसरी गर्ने, इन्टरभ्यू कसरी गर्ने, म आफै यहाँ 6 वर्ष, अब त 6.5 वर्ष हुन लाग्यो कोरियामा बसेको। यो सबै कुराहरू म तपाईँलाई मेरो कोर्समा पनि सिकाउने नै छु। अनि मैले मेरो युट्युबमा पनि भनिरहेको छु, एउटा दुइटा भिडियोमा त मैले लाइभ तपाईँलाई देखाइदिएको छु मेरो भ्लगमा, मेरो भ्लग च्यानल पनि तपाईँले हेर्न सक्नुहुन्छ। लाइभ मैले इन्टरभ्यूमा गएर बोलेको कुराहरू होइन, त्यो भिडियोहरू तयार गरेर मैले देखाएको छु, यु क्यान वाच इट। अनि म अरू चाहिँ क्लासमा पनि सिकाइरहेको छु। त्यसै गरी तपाईँको क्लियर प्लान, म यो गर्नेछु, म 4 वर्षमा यो कटाउने छु, 4 वर्षपछि मैले यो पढेर म यो गर्नेछु, अनि यो गरेपछि म यसरी जानेछु, मेरो भाषा सँगसँगै लानेछु, भाषालाई म्यानेज गरेर लगेपछि काम पनि गर्न सजिलो भयो, काम पाउन सजिलो, अपर्च्युनिटिजहरू आउँछ। ल्याङ्ग्वेज तपाईँको भएपछि अपर्च्युनिटिज यति धेरै आउँछ है त। किनकि भाषा लेभल तपाईँको 2 या त 3, विशेष गरी 3 छ भने तपाईँलाई कोरियनको इमिग्रेसनले नै कार पार्ट्सको इन्जिनियरिङ वर्कसप ट्रेनिङ 1 महिना ट्रेनिङ दिइरहेको हुन्छ, बेकरीको ट्रेनिङ दिइरहेको हुन्छ, सलुनको ट्रेनिङ दिइरहेको हुन्छ होइन। त्यसै गरी विभिन्न कार्पेन्ट्रीको ट्रेनिङहरू दिइरहेको हुन्छ, बुचरिङको ट्रेनिङहरू दिइरहेको हुन्छ। त्यो ट्रेनिङ तपाईँले लिनुभयो, भाषा लेभल तपाईँ राम्रो बनाउनु भएको छ भने ठ्याक्क तपाईँ ग्रेजुएट हुने बित्तिकै त्यो ट्रेनिङभित्र पसेर मजाले सेक्युर भएर काम गर्न मिल्छ। त्यो अपर्च्युनिटिजहरू टन्नै छ कोरियामा। सो अहिले म बिचमा भिडियो नबनाइकन म गायब हुनुको कारण नै त्यही छ है। विशेष गरी आई एम फोकसिङ अन दोज थिङ्स एन्ड आई एम प्रिपेरिङ मसँगै भएको नजिकको भाइ बहिनीहरूलाई, स्टुडेन्टहरूलाई मैले प्रिपेयरहरू गरिरहेको छु, उनीहरूलाई क्लासहरू दिइरहेको छु है त। सो इफ यु वान नो मोर अबाउट इट यु क्यान कन्ट्याक्ट मी है त। अर्को चाहिँ त्यसै गरी तपाईँले अर्को बुझ्नुपर्ने कुरा चाहिँ विशेष गरी अन्तिममा, तपाईँ कोरिया आउँदै हुनुहुन्छ भने आफ्नो माइन्ड मेकअप गरेर आउनुहोस्। कोरिया आइसकेपछि सबै थिङ ब्युटिफुल हुँदैन, स्ट्रगल हुन्छ, च्यालेन्जेस हुन्छ, बट यु क्यान डु इट। यदि तपाईँ चाहिँ है सिरियसली नै कोरिया आउने कुरामा तयार हुँदै आउनुभयो भने चाहिँ है त। तर हुनु भएन, कलेजको लागि मतलब छैन, कन्सल्टेन्सीले भात पस्किदिएको छ, गएर खाने हो मात्रै भन्नुहुन्छ भने धेरै गाह्रो हुन्छ है। अनि त्यसो हुँदाखेरि तपाईँलाई 4 वर्ष त पढ्नुहुन्छ, तर 4 वर्षमा तपाईँको कमाइ एकदमै कम हुन्छ। हप्तामा 4 दिन काम भएपछि कहिले चाहिँ पढ्ने, कहिले के गर्ने, स्वास्थ्यमा पनि समस्या हुन्छ। अनि क्लास 4 दिन भएपछि कहिले काम गर्ने, टेन्सन, डिप्रेसन, कति कुराहरू हुन्छ हो। त्यो हुँदाखेरि तपाईँहरूलाई चाहिँ मेरो सजेसन छ, कोरिया आउनुभन्दा अगाडि मैले भनेका कुराहरूमा विशेष फोकस दिनु होला। तपाईँको कलेजको आवर्स, कलेजको ऱ्याङ्क कति छ, यो कुराहरूमा ध्यान दिनुहोस्, र ल्याङ्ग्वेज एकदमै फोकस भएर आउनुहोस् है। सो त्यो गर्नुभयो भने तपाईँलाई धेरै सजिलो हुन्छ। अनि इफ यु वान्ट टु कनेक्ट विथ मी, सो मलाई फेसबुकमा तपाईँले मेसेज पनि गर्न सक्नुहुन्छ। हुन्छ, आजको भिडियोलाई यति नै राखौँ, फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। बाई। अनि मेरो क्लासको लागि चाहिँ तपाईँले मलाई फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ है त। बाई, नमस्ते।